हेलो अब हाम्रो केटाहरू अब जितिसक्यो गेम 55,508 मा बुबु यो गेम जित्नु पर्यो क्या सबैजना आइदिनु छिटो बहिनीको मुन्द्रा हान्दिनु पर्यो पछि गरौँला बरु जे गर्नुहुन्छ ल कच परिसक्यो यहाँ कच परिसक्यो हेलो काने पौरे केटाहरूलाई नि बोलाउनु ए पर्यो लामो हाल्दैन जा ल म अहिले 50 रुपैयाँ इस्युमा हालिदिन्छु भने अलिकति रोजहरू पनि छैन कस्तो उस्तै भेट भयो होला नि एउटा टाउको समातेर बसेछु स्टार्ट लेट्स गेट रेडी ओके ओके बी सिरियस लेट्स मलाई त चक्कर आउला जस्तो भइरहेछ खै किन गाइस वान गेम लास्ट वान गेम है गाइस तँलाई चक्कर आइहाल्छ नि अब गाइस ट्यापिङको लाइभ सेयर नजिक पनि ट्यापिङको लाइभ सेयर अदा टिम केजी गाइस स्वाट ट्यापिङ गाइस गडाङ गुडुङ हान्नु दै ट्यापिङ गाइस कचक कचक पारेर यस्तो दामी प्लेन हुँदैछु कन्टिन्यू डबल ट्याप गाइस यो म्युजिक मेरो पनि है मेरो यो म्युजिकमा गीत हान्नुलाई गाइस लेट्स गो इट्स ओके गाइस केही छैन रिल्याक्स उताको स्कोर हेर्नु उनीहरूले अघि के भने भन्दाखेरि उनीहरूले वान एन्ड डन मानेनन् होइन बेस्ट अफ 3 भने बेस्ट अफ 3 मा अर्को एउटा हानिदिएको छु यो पनि प्लम्म खाना खाएको जस्तै हानिदिन्छु अहिले हेर्दैछ बेस्ट अफ 3 को पनि कुराकानी पुरा हुन्छ गर्नुहुन्छ ठिक छ तर अलिकति एकैछिन यस्तो सुन है उनीहरू तिनजना अलग अलग स्टाइल हेर है लाइभ बस्ने अलग अलग स्टाइल हेर एकछिन है गो लेट्स गो कोले आज पुले जिते भइहाल्यो त तर सेम स्कोर भयो नि इज्जत त हुन्छ नि कोलाई भनेको लेट्स गो कुल बेस्ट आई नो उसको अगेन्स्टमा खेल्दैन चुपालार बढ्या चाहिँ होइन बेकारा कराछ पनिसमेन्ट गेम खेल्नु पर्छ ल म हार्छु मलाई थाहा छ म पनिसमेन्ट गर्छु के म तते के हेरेर बसेको के हजुर एरिजको पालो हो एरिज तिम्रो पालो लेट्स गो हुनु पर्यो नि गाइस कोही हुनुहुन्छ डबल ट्याप हान्नु खै त्यो डबल ट्याप बेइज्जत नगर्नु प्लिज प्ले 90 कम्प्लिट गर्नु गाइस टार्गेट कम्प्लिट स्पिड च्यालेन्ज ओपन गरौँ सकिन लाग्यो यतापट्टि आज सपोर्ट हान्नुपर्ने हुन्छ तपाईँ एक सर्कल हान्नुपर्ने हुन्छ तर हाम्रो सिस्टम कसम हाम्रो कि नै पुरा नभएको त्यो किन पुरा नभएको Everybody go for it. Let's go. Let's get in for 100. हल्का रमाइलो क्या Aryan, let's get in. Let's go. Try हैन पुरा भयो त्यो गाइस सिस्टम प्रब्लम हो भनेर धेरै छ न त Run it up. Let's go. Come on. Vivian, thank you. ट्यापिङ र लाइभ सेयर गरौँ ल वास चाहिँ भइहाल्यो नि सबैजना अब त साथीहरू केही नभए नि उताको स्कोर नहेरौँ क्या उताको स्कोर केही पनि होइन साथीहरू 1 मिनेट बाँकी छ 1 मिनेट ओके रेडी भएर बस पनिशमेन्ट तेरो 800 चाहिँ धेरै हो क्या रेडी भएर बस पनिशमेन्ट यो 57000 इज रेडी भएर बस
भोटे नि केसमा होला नि त नि केमे अहिले अब सबैलाई त भन्दिनु न के साह्रो बेइज्जत गरेको केसमा होला लेट्स गो सक्दैन क्या आज प्रपोज हान्ने भयो रे के पनिशमेन्ट दियो फुल गर्ने हो मक्ख पर बसेला टोयलेट बस्न लाग्यो टोयलेट बस्न आदि घण्टा पनिशमेन्ट टोयलेट बस्न लगाइदिनु न आधी घण्टा टोयलेट बस्न लाउँछ अहिले ओइ उता सुरु भयो त्यहाँ चलपल हेर मिस पनि लगायो ओइ गाइस के हो चिठी चाहिँ क्या हो हाम्रो मिस कताको केटा क्या हो केटा हो गाइस सियोर हानेको लभली हुन्छ क्या केटाहरू आउँछ थ्यांक यू गेममा त हान्नु पर्यो त केटा हो ल है मेरै मात्र रहेछ स्कोर गाइस लभली यताको मिस पनि उता गरेर मेरै लगाइदिन्छ मात्र रहेछ स्कोर नआउने त साच्चै भन्नु सके जिन्दगानी दर्पण छैन अझै छ केही ख्वाइस दुईटाले गर्छ कि भनेर भनेको नाइन उनीहरूले गरिरहेको हुन्छ त्यति बेलासम्म खेमे उनीहरूको पनिसमेन्ट नसुनिकन पछाडि गएर खुट्टा यस्तो गरेर सूर्य नमस्कार यस्तो गरेर बस्ने भागो दिइरहेको छ ए यो वाला कुल मेरो चाहिँ के हो पछाडि गएर उभिराख्नु पर्यो हजुर मेरो चाहिँ के हो के दिनु तिमीलाई त त्यही डोरीले यसो बेरेर राखिदिउँ के हो त्यो डोरी छोटो हुन्छ बेर्न मिल्दैन खेमे त्यही बसिरहेको छ एकछिन पनिसमेन्ट चलिरहेको छ खेमे त्यतै बसिरहेको छ मेरो पनि आधालाई चाहिँ के गरौँ आधालाई चाहिँ के गरौँ च्याट भन त के गरौँ अलि राम्रो अलि सजिलो खालको टाइप्सको के गरौँ एउटा कमेन्ट पिन गर त एउटा के गराउने यार त्यो लड्यो वै खेमु लड्यो खेमे यता आइज अगाडि यसको खुट्टा यस्तो पातालो छ त्यही भएर डढेको होइन आधालाई चाहिँ मुर्गा बनाऊ होइन मुर्गा नाइ ठिक हुँदैन यार कसरी पातलो छ कि ठुलो छ त्यो देखेको छ कुल भन न तिमी भन म ओइ तिमीले देखेको छ पातलो छ कि ठुलो छ ए के अरे सबै त देखाएको छैन अलिअलि खुट्टा सुट्टा यस्तो सुन खेमे तिमी पछाडि जाऊ आधा चाहिँ पछाडिपट्टि अलि पछाडि त्यो उसमा त्यो दराजतिर गएर त्यो रोको एक्टिङ गरिराख्नु पर्यो रोइराख्नु पर्यो है ल रोइराख्नु पर्यो ल तर आवाज ननिकालिकन है आवाज आयो भने फेरि पनिसमेन्ट डबल हुन्छ रोइराख्नु पर्यो है तिमीलाई चाहिँ के गरौ तिमीलाई टोयलेटतिर पठाइदिउँ क्या गन्ध सुङ्नलाई के गरौँ तपाईँ र म त खेल्ने अझ एउटा गेम नाइ तिमीलाई त पनिसमेन्ट छ नि अहिले रोक न त्यही त म गर्छु पनिसमेन्टमा एउटा गेम अझै खेल्ने अनि पनिसमेन्ट गर्ने ल ठिक छ के गर्न लगाउँ यार च्याट भन त सावर लेखिरहेछ नि पारपोज रे चल तिमी प्रपोज गर जाऊ हाम्रो गेम हुनै बाँकी छ अनि सावर यसलाई सावर नाइ सावर छोड्दैन लाइभमा कहाँ चिसो लागिरहेको बेलामा ल ठिक छ तिमी एरिसलाई के दिउँ भन त मुख धुन लगाऊ रे नाइ मुख धुन त्यो सजिलो हुन्छ अन्डा छ अन्डा फोड्न लगाउने होइन के अन्डा छ अन्डा लिएर आऊ लाइभमा एउटा अन्डा लिएर ओ खेमेले पनिसमेन्ट गरिरहेको छ नि उता हेर त बिचारा चाहिँ आधा रोको रहेछ खेमेले पनिसमेन्ट गरिरहेको छ नि यार कसरी गर्यौ त्यो एक हातले रोको होइन क्या तिमी यस्तो गरेको होला रोको होइन तिम्रो त्यस्तै हो नि आधा चाहिँ रोको हो कि तिमी ल अन्डाले के गर्ने अन्डा लिएर अनि अन्डालाई हेर अन्डालाई म सम्झ कुल बोय सम्झ होइन अन्डालाई यस्तरी हेर अनि त्यो अन्डालाई चाहिँ प्रपोज गर है अन्डालाई चाहिँ कसरी गर्नु किन हुँदैन अरे अन्डालाई चाहिँ प्रपोज गर अघि नै डिल भएको थियो नि त त्यही गर्छु म त्यही भएर अघि नै डिल भएको बेला एरिस अन्डालाई हेर्दा चाहिँ
अन्डालाई हेर्दा चाहिँ कुलु भन्ने होइन क्या फुलु भन ल फुलु भन है बुझ्यौ फुलु फुलु भन है फुलु जाऊ लिएर आऊ अन्डा लिएर अन्डालाई प्रपोज गर अन्डालाई राखेर यसो सम्झेर आधा रुनै छोड्यो त रुन थाल आधा के हो तिमी बाबा यसले त फिल्मै खिचाउनु पर्ने रहेछ भाइ यो त वेब सिरिजै निकाल्दो रहेछ अदाले चाहिँ यार त्यहाँ हेर न यो क्राइम पेट्रोलमा पुरा दुःख पाएको हुँदैनन् लेडिजहरू त्यस्तै खालको रुन थाल्यो दाइ महिला हिंसा शान्ति उयो गर्दैन नि हेभी पेमेन्ट दिन्छ जस्तो लागिरहेछ मलाई त्यही त्यहाँ हेर त्यहाँ रोगो पुरा यो त यति खिचेर मात्रै हाल्यो भने पनि त बबालै हुन्छ यार यो त आमा भएन भएन यो भएन अलि यो चाहिँ भएन है दाइ हल्का त्यो आवाज नआइकन रुनु पर्यो के हो आवाज नआइकन भनेको ओहो भएन है त्यो रोइराख्नु पर्यो भएन जतिलाई ल अब एरिजलाई हातमा यसरी अन्डा पक्र यस्तो गरेर है यस्तो गरेर यसरी यसरी पक्रिदिनु ल यो त सक्यो होला पनिसमेन्ट कि गरे हैन पनिसमेन्ट तिमीहरु गरिराख न किन हेर्न पाउँदैनौ तिमीहरुले अलि पछाडी गरे के हो हैन यो नसिदिने बेला उसलाई चाँडै प्रपोज गर्न लगाऊ अघि देखि गरे भएन यो गाइस चाहिँ जल्दी भयो अब गाइस कसरी सुरुवात गर्ने भन्नु न Shit, I can't, guys. आधा के गर्दैछ आधा के भन्ने रे भन्नु त फुलु 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 यो भाइ के सिकान फुलु ल म के ल ल फुलु फुल फुलु हेर तिमी कति राम्रो छ हेर कस्तो व्हाइट छौ तिमी हैन तिमीलाई त म यतिकै खाइदिन्छु आज काच्चै बुझ्यौ नि ओइ पकाएर खाँदा हुँदैन काँचै खाने हो कुलको खाइदे एउटा ओइ 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 खाइदियो यार काच्चै के हो कुलको खाइदे एउटा कुललाई हस्पिटल लानु ओइ आएर त बाउलाई क्या अन्डा भनेको अन्डा ए ओइ तेरिका डिस हो कि अब ल यो त ए ल म त के कन्ट्रोल कन्ट्रोल कहाँ वुमेन किचकन्डी बराबरै छ नि किचकन्डी बराबरै मलाई त खानै न सोचिरहेको थिएँ काच्चै खाइदेऊ ओए गिट्टी यार ओइ तिमीलाई त म पायो तिमीलाई म पायो भन्ने अन्डाको ओइ एरिस 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 त्यो चिल्लो प्याल्ला निस्किन्छ नि त्यो सेतो त्यो खाइदे सबै सबै खाइदिए ल ल ल मैले एकछिन पछि आउँछु रेडी भएर बस्नु सबजना है रेडी भएर होइन सिंगल सिंगल खेल्ने ल ल अहिले आउँछु होइन खेल्दै नखेल्ने ल सोचेको थिइनँ यार त्यो काँचै अन्डा खाइदिन्छ भनेर पनिसमेन्ट पनि के खालको पनिसमेन्ट अलिकति स्किप गरौँ है हल्का साइड टाइप्स भाइ के छ एकदम ठिक छ हजुरहरू के छ सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ अन्डा नै त्यो बुझेनौ म त सक्दिनँ राजाहरू तर दुधमा चाहिँ घोलेर यसरी खान चाहिँ सक्छु तर काँचै चाहिँ गाह्रै पर्छ सासै फेर्न सक्दिनँ लाइक केपिजेडसँग पार्न केपिजेडसँग यो स्कोर लर जानु राजाहरू बुझ न फेरि बिल्ला हुन्छ फेरि मुख छोपेर भाग्नुपर्छ तेरिका तनाव